ओके गाइस, मैले धान रोपेको करिब 1 महिनासम्म भइसक्यो होइन। अनि तुलो बनाउने पनि म आफैले बनाएँ है। त्यसपछि गएर एकजना चाहिँ छ के फट्टा हाम्रो चाहिँ जग्गाको मै छ। त्यसले चाहिँ के गर्छ भन्नुहुन्छ भने तुलो बनाउन पनि नआउने होइन, रोप्ने अघि पानी सबै आफै हाल्ने, कुलो त ल्याउनु छ मै, कहीँ जालीमा चाहिँ कुलो गयो कि बान्न लाउनु छ मै, आज पानी हाल्ने मेरा खेतमा फिटिकै जान्न दिने है। अब त्यसलाई चाहिँ आज चाहिँ मैले ठिक पार्दैछु। फेरि आज सकभर चाहिँ हाले होला उसले आफ्नै खेतमा अघि नै देखेर चाहिँ मा हो होइन। ल है यता क्यामेरा ल्याउनुहोस् त, प्रमाण बनाएर त राख्नु पऱ्यो नि। ओ जग्ता देखाउ छैन यहाँ धान गोरा लगाउँछु। पानी त जलङ बनाले चाहिँ तलबाई छिर्न दिने नै एउटा। तेरा खेतमाथि कति हाल्ने बनाउँछ यहाँ हाम्रा खेतमाथि पानी यहाँ झारै आएको छैन। हुक्की मर्नु गर्नु लागि त तोल्दा यार खेतबाई कमसेकम 1 महिना भइगयो त्यहाँ मेरो खेतमा रोपेर सबै यतै लाल्ने यार, न कुलो बनाउन आउँछ न केही गर्छ। के हो यस्तो अचम्म? आफ्नो खेतनु राम्रो बनाउनु पर्यो क्या, खेत त राम्रो आफ्नो बनाइन अर्कालाई चाहिँ खेतमा चाहिँ पानी छुन दिँदैन। तेरा खेतमा त जहिले गई हुन्छ। कहाँ छ त्यहाँ हेर्छु त्यहाँ तेरा खेतमा त म अस्तिर गयौँ, जलन भइहाल्छ थियो अस्तिर। आज फेरि सुक्खा राम भएको तेरा खेतनु यत्रो कुलो ल्याइकन यहाँ हाल्छ यार। यो भन्ने होइन, यो हाम्रा खेतमाथि लाग्न दिने ठुलो अलता छोडिदिएको भने कस्तो पागल मान्छे होइन। अलता मेरो अलता यहाँ यस्तो किसिम नगर्नु। झारा छैन अनि रात दिन चाहिँ तेरो खेतमा चाहिँ पानी म त यहाँ धान गोड्दैछु अनि झारै उम्किँदैन त्यो। यहाँ यता बनाउने होइन क्या, उता जाने हो, पर जाने हो। यहाँ होइन क्या, कुलो चलाउने होइन क्या, कुलो चलाउने होइन, कुलै चलाउने होइन। यता 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 कुलो चलाउने रोक्न भने पागल कस्तो मान्छे रहेछ। यत्रो पानी छ अनि अलता मैले हालेको हुन्छ। हाम्रा खेतमाथि त झारै आउँदैन त, झार आउँदैन। अनि तेरा खेतमा कति लगाउने हो त? यत्रो पानी हाल्न तेरो म चाहिँ झार चाहिँ गोर्ने त पानी सुकाएर पो गोर्ने हो त। घरिघरि चाहिँ यत्रो यार ये चाहिँ पुरा घटिया पानी छ अनि आफ्नो जग्गामा चाहिँ पुरै खन्याएको छ। अहिले त छोडिदियो भने के हुन्छ यार? अघि न बिहानभरि त तेरै खेतमा लगाएको थियो, अस्तिर पनि तेरो खेत त भर्याएको थियो, जलन भइआएको थियो। तेरो खेत त गोरिसकेले हो, हाम्रा खेत त गोर्नु बाँकी छ अनि मल हान्नु बाँकी छ। अझ नमस्ते कुलो बनाउन आइ त नमस्ते गाली हाल्न आइ त्यस्तो चाहिँ। अस्तिर त मेरो त्यहाँ हस्पिटलमा काम परेको थियो र माइ त्यहाँ 4-5 दिन चाहिँ मेहनत गरेर कुलो बनाएर मैले फर्काएर ल्याउने अनि सबै पानी भाग्ने भन्ने हुन्छ। अस्तिर त्योभन्दा अस्तिर त म आएको थिएँ काम गर्न। तँ आएको थिइनँ अस्तिर, त्योभन्दा अस्तिर अस्तिर त त्यो म हस्पिटल यस्तै हो तेरो ताल। आफ्नो काममा चाहिँ सबै आफै गर्ने मान्छे अनि रही कता गइजान्छ। तँलाई अस्ति खबर पठाएको होइन तेरो जग्गा त खबर आएको थियो, म पठाइदिए साइली हो जग्गालाई कहाँ छ कुलो बनाउने हो। अनि यो गाह्रो ल्याइन फाल्या छ माथि बान्न लगाएर चाहिँ कुलो तल्याएर पानी ल्याउने हो अनि पठाइदिनु भनेर चाहिँ मैले त्यत्रो भन्न चाहिँ तेरो जग्गा त खबर पठाएको। अनि तँले चाहिँ खबर पाए पनि त गुन्नु त ट्र्याक्टर गएर अनि पानी हाल्ने मान्छे सबै आफ्नै खेतमै हाल्ने मान्छे त पानी। गाउँको त म सबैभन्दा ठुलो मान्छे त होइन यार। समाजमा बसिसकेपछि अलिकति चाहिँ निकै तरिकाले चाहिँ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ क्या भाइ। त्यसरी चाहिँ पानी ल्याउने चाहिँ हामीले दुःख गरी चाहिँ कष्ट गरी पानी ल्याउने अनि त्यसपछि चाहिँ सबै चाहिँ आफैले हाल्ने भन्ने हुन्छ र भने त्यस्तो कहाँ हुन्छ यार? यस्तो भयो। अब मैले खबर नपाएको होइन यार, खबर पायौँ, खबर आयौँ हो। मलाई सहज आएको थियो। म अस्तिर हस्पिटल गएको थिएँ, हाम्रीपट्टि बिरामी भएर हेर त्यही बेला आउन पाइनँ। अनि अहिले त मैले हाल्नु पर्यो त। हाम्रो यहाँमा त झार उख्लेकै छैन, आएकै छैन, गोर्नु पर्ने छ। सुन गाउँ समाजबाट तँ चाहिँ बाहिर चाहिँ एकदम कसैकोलाई तँलाई बाहिर राखेको छ। अनि यस्तो चाहिँ जबरजस्ती व्यवहार र जबरजस्ती काम नगरेर भाइ। कमसेकम खेत सबैका हुन्छन्, सबैले चाहिँ पानी हाल्ने मान्छ। अनि आइकन चाहिँ कसले बनाइरहेको ठुलो हो आइकन घुटघुटाट बनाइ आफ्नो खेतमा मात्रै हाल्ने मान्छे। हाम्रो खेत त पहिला सुरुमा छ, हाम्रो खेतमा नभरिन
पछाडि उहाँ पछाडिका खेतमाथि भर्ने हुन्छ त अलिकति चुन दे न यहाँ तिमीहरू त सोगर सागर पारि लैजान्छौ आफ्ना पालाई बेला त एउटा चुन दिँदैनौ यो माथि पानी कसले ल्याइदियो भने त्यहाँ कति गिलो हो क्या यहाँ यत्रो कुलो ल्याइया छ यार बेकार यार नआउने कुरा गर्छ आफ्नो सबै खेतमा आफै हाल्छ के हच्छु म यस्तो हेर्नु पनि तरिका हुन्छ नि यार कुलो अहिले नल्याएर एकछिन बसौँ यहाँतिर गफ गरौँ एकछिन यदि बसौँ पानी हाल्न त आगो यदि बसौँ एकछिन मलाई हुन दे 1 घन्टा जति हुन दे यत्रो भरिया छ त पानी यार 1 घन्टा हुन दे त एकैछिन यति बसौँ क्या त्यहाँतिर कुलाति पानी जान दे यार त्यहाँ पहिला सुन क्या त्यहाँ चाहिँ त्यत्रो खेत पानी रोक्दै यार मान्छेले यो त सुन त यार त्यहाँ त्यत्रो खेत छ त त्यो र यो खेतमा चाहिँ अहिले त भयाउ छैन क्या त्यत्रो खेतमा भरिया छ जलङ यार एकैछिन बसौँ यार 1 घन्टा जति बसौँ वेट गरौँ यो त्यहाँ हेर्नु त पानी त्यो पानी त्यहाँ देखाउनु त पानी भयाउ छैन क्या त्यहाँ पानी भयाउ छैन त्यहाँ पानी देखाउनु न पहिला त्यहाँ कता देखाउने मन त्यसलाई कलाई देखाउने मन त्यही त पुरै पानी जलङ गराछ अरे यो मान्छे कलाई देखाउने मन त्यही त हैन तँले जातिपुति गर्नु लागि म कि त चौकीमा जान्छु होइन भने त नि नखस म यार के थाहा पाउँदिन मलाई 1 घन्टासम्म पानी हुन दे यार पक्का भन्दै यो कुरा अरे क्लियर हो यो कुरा क्लियर हो तेरो खेतमा यत्रो 1 पानी घन्टा छ क्या हुँदै 1 घन्टा छोड दे मलाई 1 घन्टामाथि तँ जयबाला लिनु लैजालाई तँ 2-3 दिनसम्म लैजालाई यत्रो खेतमा म 2-3 दिन पछाडि फेरि आइन पानी हाल्नु फेरि यहाँ धेरै क्यास नगर धेरै नबोलौँ अब एकैछिन 1 घन्टा बस त एकैछिन यति बसौँ कुरा गरौँ त कुरा गर्दा गर्दै धेरै चाहिँ क्यास दाइ भाइका मिठा कुरा गर्दा गर्दै सकिन्छ यार सुन्न पहिला 1 घन्टा म धेरैमा बोल्दिनँ हेर बाबु होइन अनि अलिकति चाहिँ बिमार पनि छु त्यत्रो पानी देखाउँछ त्यो मान्छे हो कि क्या हो के अरे उहाँमा चाहिँ दिमागमा चाहिँ अलिकति चाहिँ छ कि छैन दिमाग हुन्छ छोड्दै यिनी क्या कुरा नगर जोन भयो छोड्दै मलाई 1 घन्टा छोड्दै 1 घन्टा छोड्दै हुँदै भइगयो यो उठो सुटो नउठाएर जोन एकैछिन नचला 1 घन्टा हुन दे अहिले 1 घन्टा हुन्थ्यो त्यत्रो पानी देखाएको छैन होइन त्यो आएकै छ थारै उलाउँदैन 1 घन्टा हुँदै 1 घन्टा हाले हो जबरजस्ती गर्ने हुन्छ 1 घन्टा रोक्यो त्यसलाई भोसडी बजाऊ No. अब यो त यसलाई त खत्तै हो पानी पर्छ होइन हाल्ने मान्छे मलाई 1 घन्टा हुँदै भने पानी कति पो 1 मिनट जति भोगी पऱ्यो तँले हाल्न लाग्यो क्या पता गराउँथ्यो जना तुले क्या भएन गराउँथ्यो यस्तोले 1 घन्टा हुँदै भने बेला किन मनाउँथ्यो तुलाई भन्दै क्या भयो खोला क्या भुत चढिरहेको छ नि खोला क्या भएन जग्गा कस्तो छ यहाँ यत्र आज जुन गुच्चा छ पन्जन दिन्छु नि 1 घन्टा रोक्या धेरै ठुलो हो बडे 1 घन्टा रोक्या यति बस त्यत्रो खेतमा हालेको छ भने रुपदन दे अब हाइ यो पानी खाने मन लगाएको ओइ रेमन अब 1 घन्टा जान दे मेरो त्यहाँ त्यत्रो भएको छ फेरि केटा छैन आज 1 घन्टा हुँदै अझै रोक्या बस केटा छैन बस यति बस एकैछिन बस यहाँ पानी पानी जान दे फेरि तोरा त पानी हुन्छ जान्दिनँ म तेरा त लगाएर यार Hello.